हेलो गाइज, नमस्ते सबैजनालाई। आज म चाहिँ मेरो यो घर गाउँ देखाउँदै यहाँको स्थानीय बजारसम्म कसरी जान सकिन्छ, कति टाइम लाग्छ, कति किलोमिटरको दूरी छ भन्ने सम्बन्धी चाहिँ केही भिडियो बनाउन जाँदैछु। अनि म चाहिँ अब रेडी भएर लगभग निस्किन लागेको। मेरो चाहिँ घरबाट यस्तो देखिन्छ, डाँडा पाखा सबै है। अनि वरिपरि चाहिँ यस्तै घरहरू छ हाम्रो गाउँमा। ल साथीहरू, फाइनली म चाहिँ घरबाट निस्किसकेँ। अनि हाम्रो गाउँघर चाहिँ यस्तै छ। अनि अहिले चाहिँ म अलिकति तलसम्म हिँड्नुपर्ने हुन्छ बस चढ्नको लागि। बस चाहिँ यहाँको टाइम टेबल अनुसार बसको टाइममा मात्रै आउँछ। अहिले म रहेको ठाउँ चाहिँ दक्षिण कोरियाको ख्योङसाङ बोक्दो मुन्गेङसी भनेको मुन्गेङ सहरमा रहेको एउटा गाउँ हो। अनि यस्तै छ। यो गाउँ चाहिँ जङ्गलको छेउमा छ। अनि खोलाहरू पनि पुरा जमिरहेछ। यो चाहिँ खोल्सी हो, सानो खोल्सी भए पनि अलिकति व्यवस्थित तरिकाले बनाएको हुँदो रहेछ। यहाँ चाहिँ जुन बर्खा टाइममा भेलबाढी आउँदा क्षति नगर्ने हिसाबले हिजोआज चाहिँ हिउँ परेर पुरै उजाडिएको छ। हरियाली भनेको खासै देखिँदैन सबै। अनि यो बाटो चाहिँ लगभग म 3-4 मिनट हिँडिसकेपछि चाहिँ बस चढ्ने ठाउँमा पुग्छु। कोरियामा चाहिँ यस्तो भाँडाकुँडाहरू चाहिँ प्रत्येक घरमा हुँदो रहेछ। यहाँ चाहिँ उहाँहरूको किम्ची सिम्ची राख्ने अनि माटोको भाँडा चाहिँ चलनमा अझै पनि रहेछ। यो खोल्सीमा हेर्नु न, पुरै आइस जमेर बसेको छ कि। यो खोल्सीको पानी नबगेर यसरी कक्रक्कै भएर पुरा जमेर बसेको छ। अनि हाम्रो गाउँघर यस्तै छ, पातलो पातलो बस्ती छ। अनि यता चाहिँ एक्सर्साइज गर्ने मेसिनहरू राखिदिएको छ। यहाँ चाहिँ एक्सर्साइज गर्न सकिन्छ यसो आएर फुर्सदको टाइमतिर होइन। जस्तै यो घुमाउने अनि यहाँ चाहिँ बसेर चाहिँ हल्लिने हो होइन, हात समाएर। अनि यतातिर यसरी कम्मर मर्काउने हिसाबले यस्तो हुन्छ भने यो चाहिँ पिङ खेल्ने हो। एक्सर्साइज गर्नको लागि एउटा सानो ठाउँ पनि बनाइदिनु भएको छ। म जान लागेको बजार चाहिँ यहाँको स्थानीय बजार हो, झम्छोन अनि मुन्गेङ सिजाङ छ। मुन्गेङ सिजाङमा चाहिँ आज म जाँदिनँ। आज म चाहिँ झम्छोन सिजाङमा जाने हो। अनि झम्छोन भन्ने बजारमा चाहिँ यहाँबाट लगभग 22-23 किलोमिटर छ। पुग्नलाई त्यस्तै 22-23 मिनटै लाग्छ। अनि यहाँको चाहिँ के छ भने गाडीहरू चाहिँ निःशुल्क छ। जस्तै हाम्रो यो मुन्गेङसीभित्र चाहिँ लोकल गाडी चढ्दाखेरि तपाईँलाई 1 रुपियाँ पनि पैसा पर्दैन। पहिला चाहिँ गाडी चढ्दाखेरि हाम्रो यो ट्रान्सपोर्टेसन कार्ड हुन्थ्यो, त्यो कार्ड चाहिँ त्यहाँ खिचेर चाहिँ चढ्नुपर्ने हुन्थ्यो। झर्दा पनि खिच्नुपर्ने थियो। तर अहिले चाहिँ क्यास 1 रुपियाँ नबोकेर हिँड्दा पनि जान आउनलाई चाहिँ कुनै समस्या छैन। लगायत हाम्रो गाउँले जनजीवन, हाम्रो गाउँ चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। अलि क्यामेरा चाहिँ हल्लिरहेछ, भए पनि सकेसम्म चाहिँ नहल्लिने हिसाबले देखाउने कोसिस गरेको छु। अब यसलाई मिलाएर हेरिदिनु होला तपाईँहरूले। यो चाहिँ फलफुलको रुख हो, हलुवा बेत खाम भनिन्छ। अहिले चाहिँ छैन, पुरै सुकिएको झिक्रा जस्तो छ भने भोलि पर्सि यही रुखमा लटरम्म फल्छ। ल हेर्नुहोस्, यो पुरानो घर, पुरानो बाजे बजेदेखि बस्दै आउनु भएको घर। अहिले यस्तो कोही पनि छैन मान्छे। ठिक छ, कराउ तिम्रै एरियामा आएको छु म। अब उसको एरियामा आएपछि अलिकति मलाई को हो तिमी, किन आएको भनेर गाली गरे हो कि बुझ्नु खोज्या हो कि, अब त्यो भाषा पनि सिक्नुपर्ने रहेछ हौ। ल, गाउँको घरहरू चाहिँ हाम्रो यस्तै हुन्छ। गाउँ भए पनि अलिकति व्यवस्थित
बारहरू बाटो हेर्नुहोस्, यो हाम्रो नेपालको हो भने चाहिँ एउटा गल्ली बाटो जस्तो हो। यता चाहिँ घरको छिबुङ घरको छानो चाहिँ यस्तो युज गर्ने रहेछ। अझै पनि पुरानो घरहरूमा यस्तै छानोहरू छ। ल साथीहरू, यो चाहिँ बस चल्ने रुट हो भने यो चाहिँ गाडी चढ्ने ठाउँ हो। यहाँ चाहिँ गाडी चढ्नुपर्छ। यहाँबाट चाहिँ गाडी रोक्ने ठाउँ बिना चाहिँ यहाँ चाहिँ गाडी कतै पनि रोकिँदैन। अनि यहाँ कोरियामा चाहिँ जताततै ठाउँमा यस्तो बनाइदिएको हुँदो रहेछ। अहिले काठमाडौँमा बालेनले फल्चा भनेर ठाउँमा बनाउनु भएको थियो नि, हो त्यस्तै। यो चाहिँ पुरै काठको है, यो सबै यो मुढा। अनि यहाँ बस्ने ठाउँ हेर्नुहोस्, यति स्टेप उठाएर यस्तो मजाले बनाउँदो रहेछ। एकछिन बसी हेरौँ। यहाँ एकदम आनन्द हुन्छ गर्मी महिनामा, अझ विशेष गरी चाहिँ यहाँ चाहिँ 2-4 जना आएर जुस खाने, गफ गर्ने, रेस्ट गर्ने ठाउँ पनि हो यो। ल साथीहरू, म चाहिँ गाडी चढिसकेँ। अहिले चाहिँ म गाडीको झ्यालबाट भिडियो खिच्दैछु। यो चाहिँ हाइवेको स्काई ब्रिज हो। यहाँबाट चाहिँ गोलीसरी गाडी कुद्ने गर्छ। अनि म चाहिँ लोकल बसमा जाँदैछु। ल अब चाहिँ मेरो लगभग झर्ने ठाउँ पनि आइपुग्न लाग्यो। अब म चाहिँ झर्ने तयारी गर्छु। अब गाडी रोक्छ यहाँ। धन्यवाद। म चाहिँ गाडीबाट झरिसकेँ। अब चाहिँ म पैदल यात्रा गर्दै बजार घुम्दै जानेछु। बाटो पो खुलिसकेछ त, म त भुलेर बसेछु। जेब्रा क्रसिङमा चाहिँ हरियो लाइटको टाइम सक्न लागेछ। त्यही भएर म चाहिँ कुद्दै तरेको। आज चाहिँ बजारतिर खासै चहल पहल रहन्छ, मान्छे हिँडेको पनि नदेखिने रहेछ। किनकि आज -12-13 डिग्रीको चाहिँ चिसो छ, एकदमै जाडो छ। भए पनि म चाहिँ आइहालेँ होइन। अब रुममा बसिरहँदा पनि बोर लाग्ने, त्योभन्दा बरु यसरी निस्किनुपर्छ भनेर म चाहिँ प्रायः जस्तो छुट्टीमा चाहिँ सधैँ निस्किन्छु। अरू बेला एकदमै भिडभाड देखिने छन्तोङ सिजाङको एरिया यो आज भने खासै चहल पहल कति पनि देख्न सकिएन। एकदमै सुनसान छ। कतिपय सटरहरू पनि बन्द रहेछ। नआउँदा आइहाल्यो। अब आएपछि एक राउन्ड त घुमेरै जान्छु भनेर म चाहिँ दायाँ बायाँ भित्र सबैतिर छिर्दै घुम्न थालेँ। पसलहरू भने सबै खुला छ, तर किन्ने मान्छेहरू भने कहीँ पनि देखिँदैन। म पनि अचम्म भएँ। अरू बेला जाने बेलामा एकदमै भिडभाड चहल पहल हुने पसलहरू आज किन यस्तो सुनसान भनेर। हुन त यो चिसो मौसमको कारणले पनि होला, अत्याधिक जाडो बढिरहेछ। जाडो पनि -12-13 छ भने चिसो हावा एकदमै बगिरहेछ, त्यही भएर नि होला। अब चाहिँ म गाडी चढ्ने ठाउँतर्फ लाग्छु। अब झमक्क साँझ पनि पर्यो, सबैतिर अब झिलिमिली बत्ती बल्न थालिसक्यो। अब म एकछिनमा गाडी कुरेर गाडी आएपछि गाडी चढेर जानु पर्ला। अब यो चिसोमा भयो नि एकछिन चाहिँ गाडी कुर्नै पर्छ, गाडी नआउन्जेलसम्म चाहिँ। अब फेरि पनि यस्तै भिडियोहरूमा भेट्दै गरौँला, तपाईँहरू हेर्दै गर्नुहोला है। ल सबैजनालाई बाई बाई।